बिहान बिहानै काम भइरहेछ होइन। रनिङ गरेर आइसकेको छु होइन। अब यसो अलिअलि कार्डियो गर्छु होइन। घाम हेर्नु न घाम। वहाँ परको गह्रो सुकिसकेको छ। अब यो मोटर लगेर त्यहाँ लगेर पानी अन गर्नु पर्यो। आज मात्र अन गरिदियो भने हुन्छ, सधैँ त साध्य हुँदैन गर्न, पैसा ठेकिसक्नु हुँदैन नभए होइन। पानी परेको छैन, यति त गर्नै पर्छ। त्यही काम गर्न जान्छु अनि घर आएपछि तपाईँसँग यसो एकछिन बोल्छु है त। ल हस् त, एकछिन त्यति बेलाको लागि बाई बाई। हस्, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज हेर्नु न, बिहान बिहानै घाम लागेको थियो होइन। अहिले चाहिँ हेर्नु यस्तो पानी परिरहेको छ नि। आज मम्मीले खाना बोलाइसक्नुहुन्छ। अब खाना खाएर आउँछु होइन साथीहरू। अगाडि पनि हेरौँ न सुत्नु चाहिँ। मम्मीले खाना त बोलाउनु भयो, त्यही पनि यसो एकछिन यहाँ पछाडि हेर्नु न, यहाँ दामी जग्गा पानी चाहिँ। मौसम चेन्ज भइरहेको छ। अब यसो खाना खानु लाग्छु त। ए ढोका नाम न त सुरुमा होइन। पछाडिको ढोका लाउनु पर्दैन, पानी आउँदैन। आज खानामा के गर्नुपर्छ, के पकाउनु भएको? गुन्द्रुक? आज गुन्द्रुक रहेछ। खेतीको सिजन चाहिँ भर्खर भयो, सुरु भयो जस्तो भइरहेछ क्या। खेतीको सिजन चाहिँ भर्खर सुरु हुन आँटे जस्तो छ क्या। यहाँ हेर्नु न, पानी भयो, अन्धकार छ है। झर्ना है, झर्ना, नेचुरल झर्ना। यता पनि हेर्नु, त्यो पनि हाम्रो यो भरिसकेको छ। सायद पनि लगाइदिइसक्यो, अब जाने हो। पानी दरो आयो, पानी दरो आयो यहाँ भरि
पानी डह्रो आयो। यो जग्गा भरिसक्यो। यता पनि जाऊँ न यता। यता पनि भरिसक्यो। लगभग सबैतिर भरिसक्यो। कति बज्यो? 10 बज्यो होला लगभग अहिले। के हो यहाँ त भरिएकै छैन त यहाँ। खोइ यो कस्तो खालको ठाउँमा यहाँ भरिएकै छैन। यस्तो पनि हुन्छ कहीँ? यत्रो पानी परिरहेछ। भरिनु पर्ने तर धेरै हावा चलाउनु हो यो। घर जानु पर्यो होइन। यसरी बसेर पनि हुँदैन। पानी डह्रो परिरहेछ। डह्रो परिरहेछ होइन। तर त्यो उठो हाम्रो जग्गा चाहिँ भरेकै रहेनछ। त्यो आधी टाइम लाग्छ। अब बिहान त्यस्तो घाम लागेको हेर्नु न अहिले के भइरहेको। तर पानी चाहिँ चाहिएकै थियो। ठिकै भयो, राम्रै भयो। मोबाइल भित्र क्या हो क्यामेरा। यो बाख्राहरू पुरै भिजेको क्या हो। यतैबाट पानी आएको। यो टिन चाहिँ अलिक नाम बनाइदिनु पर्ने रहेछ हौ। यो चाहिँ बाख्री भिजेको त छैनस् नि तिमीहरू। बुझ्दैन नि। यो निकालिदिनु पर्यो। चाबी कहाँ छ? चाबी। गाई चाहिँ हेर्न जानु पर्यो। बाख्राको ढोका खुल्दै रहेछ क्या। यताबाट पानी आइरहेछ। सबै भरिसक्यो। यता पूर्वबाट पानी आइरहेछ। हप्तातिर आउँदैन पूर्वबाट आएको। भरिसक्यो। यहाँको छिटो भर्यो हौ। नेचुरल झरना देख्न सक्नुहुन्छ है। झरनाले अलिक भिजाउँछ। अलिक साइडबाट लाग्नुपर्छ।
नपढ्नु टाउको दुख्ला होइन गरेर सुत्नु होइन पढ्न मन छ भने पढ्नु होइन के पढ्नु हुन्छ तपाईँको इच्छा हो मतलब तिमीले हायर इन्जिनियरिङ पावर तयारी गर्दैछु एमबिबिएसको पनि तयारी गरौँ भनेको भनेको तर 10 हाल यदि आयो भने त ओरिजिनल नभए डुप्लिकेट छैन टुवाई अरूलाई कसरी छैन आयो मसँग यसलाई खोला होइन न हो केटाकेटीहरू त्यस्तो धेरै त्यो टाइम लाग्छ ओभर भन्छ साइको स्क्वायर पढ्न त मन भनेको थियो स्क्वायर केही छैन प्लस ठिकै छ स्क्वायर प्लस 2ab अनि यो पार्ट त 0 भइहाल्यो सपोर्ट गरिदिनु भयो भने यो पनि पुरा हुन सक्छ है हस् त भाइ भाइ अहिलेको लागि